दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कमर्सियल बैंकहरूको अर्निङ पर सेयर वार्षिकीकरण गरेको विवरण तपाईँले स्क्रिनमा देखिरहनु भएको छ, जसमा सधैँ झैँ साबिकको हिस्ट्री झैँ नै नबिल बैंक किङ अफ द कमर्सियल बैंक 35 रुपियाँ 4 पैसा, साथसाथै यसलाई टक्करको रूपमा दिइराखेको ल्याटेस्ट समयमा एकदम राम्रो नाफा गर्न सफल प्रतिशत 30 रुपियाँ 86 पैसा नाफाका साथ एभरेस्ट बैंक रहेको छ। र सँगसँगै नेपालको सबैभन्दा धेरै स्ट्यान्डर्ड मेन्टेन भएको नाम नै स्ट्यान्डर्ड चार्टर्ड बैंक तेस्रो पोजिसनमा रहेको छ। तपाईँले स्क्रिनमा बाँकी सम्पूर्ण ब्याङ्कहरूको अर्निङ पर सेयर वार्षिकीकरण गरिएको विवरण देख्न सक्नुहुनेछ, जसमा सबैभन्दा कम लक्ष्मी सनराइज ब्याङ्कको ऋणात्मक इपिएस तथा एनआइसी र सिटिजन्स ब्याङ्कको न्यूनतम 5 रुपियाँ भन्दा पनि तलको कमाइ भएको विवरण देख्न सक्नुहुनेछ। धन्यवाद।